हाम्रो अर्को डिस चाहिँ काँक्राको अचार। यो चाहिँ हाम्रो हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ 8 बजेछ। म चाहिँ मुखसुख धोएर च्यालहरू खोल्दैछु। चाहिँ अघि उठिसकेको थियो होइन, बाँकी पनि सक्यो कि क्या हो, के हुँदैछ यहाँ? ससेज पाक्दैछ। यता चाहिँ रातो दाल, so this is our living room. मैले अपार्टमेन्ट टुर गर्छु भनेको थिएँ, सो म आजै गर्छु। खासै केही त छैन, तर मलाई मनपर्ने सेक्सन चाहिँ यो हाम्रो हरियाली। सो म सुरुमा सधैँ उठेपछि यहाँ चाहिँ म वेट नाप्छु। आज पनि नाप्छु। सो आम करेन्टली 58। यता चाहिँ हाम्रो लिभिङ रुम चाहिँ हामीले हिजो बेलुका नै सफा गरेर आएछौँ। आज चाहिँ हाम्रो घरमा रिलेटिभ्सहरू आउनुहुन्छ। हामीले सानो डिनर ग्यादरिङ गरेको छौँ। यो चाहिँ हाम्रो फोटो कलेक्सन, यता सोफा, अनि यता चाहिँ हाम्रो पूजा गर्ने ठाउँ, अनि यो चाहिँ हाम्रो स्टोर रुम। बुतुङ नै छ अहिले। यता चाहिँ नजाम। अनि यो रुम चाहिँ मेरो अफिस। र अब आउँछ बाल्कनी। यता चाहिँ वासिङ मेसिन छ। अनि अर्को कुरा चाहिँ म उठेपछि सधैँ हेर्ने भनेको चाहिँ हामीले यहाँ साग लगाएको छौँ। कतिको ठुलो भयो भन्दै हेर्न आउँछु म यहाँ चाहिँ सधैँ। अनि यता चाहिँ पतिना छ। ठुलो भएछ तर हिजोभन्दा आज चाहिँ दिनदिनै हेरेर मैले आफ्नै नजर लगाउँछु जस्तो छ यहाँ। र यो ससेज मासुहरू पनि म्यारिनेट गर्नको लागि आज मान्छेहरू धेरै आउनेवाला हुनुहुन्छ। पुरै दिदीहरू, रेनाहरू, भान्जाहरू सबै आउने। यहाँ चाहिँ फुलहरू नहुने, हामीले यो फुल चाहिँ हिजो किनेर लिएर आएको थियौँ है। आज मेरो बुढीले पूजा गर्दैछिन्। आज मैले सधैँ गर्छु त, मतलब आज पनि भन्यो। सानो के भन्छ अरे मन्दिर, के भन्छ मन्दिर। नभए छु यो म बिहानै उठेर चाहिँ सिया सिड यो चाहिँ बेलुका भिजाएर राखेको हुन्छु मैले। हामी दुईजनाले नै खान्छौँ र उसले चाहिँ खाइसक्यो अर्कोले बिहानै उठेर। मलाई चाहिँ राख्दै रहेछ।
नुन खै त यही छ नि नुनै थिएन धन्यवाद सो आज चाहिँ हामी यता हाम्रो नयाँ अपार्टमेन्टमा सरेको चाहिँ भयो लगभग अराउन्ड 2 मन्थ जति हुन लाग्यो सो कसैलाई नि बोलाएको छैनौँ होइन हल्का गेट टुगेदर डिनरमा सो आज चाहिँ हामी सबैजनालाई बोलाएको छौँ आज चाहिँ हामी अब खाना खाएर हामीले अब 3 बजे पछाडि चाहिँ सबैलाई बोलाएको छौँ हेरौँ कति बजी आइपुग्नुहुन्छ त्यति बेलासम्म अब हामीले चाहिँ डिनरको लागि प्रिपेयर गर्ने डिनर स्न्याकको लागि अब हेरौँ आज हामी के बनाउँछौँ हाम्रो मेनु हेर्नु होला सो हाम्रो फर्स्ट आइटम चाहिँ चिकन रोस्ट अनि ससेस पनि सो म चाहिँ अहिले नै म्यारिनेट गरेर राख्छु मसला यो चाहिँ नर्मल जिरा धनियाँको धुलो भनौँ अनि पिरो नुन चाहिँ मैले जेमा नै चर्को हाल्छु कि सो 1 चम्चा हाल्ने फेरि आउने हो कि होइन आउँदैन है चम्चाले आधा हाल्ने मलाई त्यति डर लाग्छ अनि नर्मल्ली आफ्नो घरमा खानको लागि चाहिँ मिट मसला चाहिँ युज गर्दिनँ सधैँ खानको लागि आज चाहिँ के स्पेसल बनाऊ भनेर चाहिँ मिट मसला किनेर ल्याएको छु यो पनि थोरै हाल्नु अब पालो जिन्जर गार्लिक पेस्ट चाहिँ हाम्रो लन्चको लागि चिल्लो र आलु चाहिँ हामी आज इस्कुराको अचार बनाउँछौँ सो यहाँ काट्दै हुनुहुन्छ प्रो सेफ है हाम्रो अर्को डिस चाहिँ काँक्राको अचार रातो पाकेको काँक्रो देखेछ तर टेस्ट चाहिँ कस्तो हुन्छ थाहा छैन नेपालको जस्तो त्यो टेस्ट चाहिँ आउँदैन सायद पाकेपछि चाकेपछि बनाउला सो हामीले चाहिँ हाम्रो लन्च गरिसक्यौँ दाल एन्ड खुरिलो आलु अनि मुलाको अचार त्यति मात्रै खाएर चाहिँ अब हामीले चाहिँ बेलुकाको लागि खाना प्रिपेयर गर्दैछौँ अहिलेसम्म चाहिँ यो चाहिँ मासुको लागि जिन्जर गार्लिक पेस्ट प्लस अदुवा हालेर अनि ल्वाङ सुक्नु सबै हालेर खुर्सानी यो अदुवा छुट्टै लसुन प्याज चाहिँ हाम्रो मास्टर सेफले यस्तो खतरा काट्यो हुन्छ सुरुमा चाहिँ यो इस्कुराको अचार बनाऊँ कि भनेर चाहिँ म यहाँ हेर्दैछु र अहिलेसम्म चाहिँ के प्रिपेयर गऱ्यौँ भन्दा यो चाहिँ टमेटोको चटनी
यो चाहिँ मैले काँक्राको अचार बनाउनको लागि बेसार र नुन हालेर राखेको छु। यो चाहिँ सुकुटी भिजाएको छु। यो चाहिँ मैले नेपालबाट मगाएको खसीको सुकुटी। अनि गुन्द्रुक र भट्ट नै बनाउने, सो मैले गुन्द्रुक चाहिँ निकालेको छु, भिजाएको चाहिँ छैन। यो चाहिँ म्यारिनेट गरेको भइहाल्यो मासुहरू। है अरू त यस्तै छ। अब चाहिँ एक्चुअलमा पकाउन सुरु गर्छौँ हामी। अहिले कति बजी छ भन्दा 12:15 हुन लाग्छ होइन, भयो। सिलनको पेस्ट, उल्टो भएछ क्या। रेडी भयो हाम्रो इसोराको अचार। यो सेकेन्ड डिस है, फर्स्ट डिस चाहिँ हाम्रो चटनी थियो। हुन्छ अब पालो काँक्रोको बनाउँदैछु म। यो चाहिँ हाम्रो चिकन ग्रेभी। यता चाहिँ सुकुटी है, सुकुटी चाहिँ हाम्रो युट्युबबाट हेरेर बनाएको। अब कस्तो हुन्छ अहिले फाइनल चाखेपछि भनौँ होला। यो चाहिँ धनियाँ सनियाँ हुँदैछ। भाँडा पनि धोएर सकेँ मैले। यता चाहिँ बल्ल गुन्द्रुक भिजाउनु राखेको छु, गुन्द्रुक भट्ट। यो चाहिँ हाम्रो सुकुटी तरकारी, नयाँ स्टाइलमा पकाएको, मिठो भन्छ। ल अब चाहिँ आलुको अचारको पालो। अब आलु लिएर जाम। हाम्रो आलुको अचारमा हाम्रो फाइनल लुक आलुको अचार यस्तो छ है। ल अनि रेडी भयो। अब चाहिँ भटमास र गुन्द्रुकको अचारको पालो। म चाहिँ यता पेस्ट बनाउँदैछु। यता चाहिँ ससेस फ्राई भइसक्यो। यता चाहिँ विङ्स, लेग पिसहरू चाहिँ हुँदैछ। रेडी भयो, थाक्यो। गुन्द्रुकको अचार रेडी। गुन्द्रुक र भटमास अनि यो ब्राउन पापड रेडी। अब म चाहिँ फ्रेस हुन जान्छु, सबै कुरा भ्याइयो। 4 बज्यो। म चाहिँ नुहाएर फ्रेस भएँ। के भन्यो? हल्का रेडी पनि भए। हुन्छ, फाल्दिने हो हाम्रो यहाँ। अब चाहिँ सकियो जस्तो लाग्यो है। अब चाहिँ भात पकाउने। आजको ड्रिङ्क्सहरू पनि म रेडी गर्दैछु। यो चाहिँ ठुलो मान्छेहरूको लागि। अनि अरू चाहिँ यहाँ मैले फ्रिजमा राखेको छु, कोकहरू, बियर। अनि यो बच्चाहरूको लागि यो चाहिँ म साग पनि, यो चाहिँ अब भातसँग खानुको लागि साग पनि काट्छु। गेस्टहरू आइसक्यो। चिसो भइसक्यो होला है। अब चाहिँ खाने बेला भयो।
हातले हालेको त नमिल्छ नि के हुन्छ त घरमा चाहिँ घरमा पनि के हुँदैन उता टेबलमा छ त ए आइसक्यो भेनाले हाल्नुहुन्न त्यस्तो Happy Dragon Boat Festival. सिंहबाट सुरु गर्ने हो कि आस्ते 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 वडा चेन्ज हुन्छ बोर्ड जान्छ हो के कस्तो छ नि हैन सिधाको गयो आए त दे गर्न न चोरी हेलो जाऊ जाऊ जाऊ